गुड मर्निङ सबैलाई हैन। हार्दिक स्वागत छ आजको नयाँ ब्लगमा। मेरो दाजुभाइ दिदीबहिनीहरू जतिजनाले पनि हेर्छ भिडियो चाहिँ स्किप नगरिकन हेरिदिनु होला हैन। मेरो सानो च्यानल छ बक्सा राइडर ब्लगर हैन। आजको दिनको चाहिँ खासमा भन्नु गयो भने म चाहिँ भिडियो बनाउनु गएको चाहिँ खासमा भन्नु गयो भने यो जग्गामा चाहिँ हिजो राति तपाईँको पानीहरू धेरै परेर हैन पत्ताहरू गिरिरहेको छ। यहाँ दाजुहरूले खासमा भन्नु गयो भने झाडुहरू पनि गरिरहेको छ हैन। हेर्नु हुँदैछ पत्ताहरू हावापानी आएको थियो यो जग्गामा चाहिँ हैन। यता चाहिँ मेरो भन्नु गयो भने चाहिँ हैन जुन जग्गामा म काम गर्छु वेस्ट बेङ्गल टुरिज्ममा यो जग्गाको चाहिँ भिडियो चाहिँ म देखाउन चाहन्छु तपाईहरुलाई हैन। मेरो दाजुभाइ दिदीबहिनीहरू जतिजनाले पनि हेर्छ स्किप नगरिकन हेरिदिनु होला भिडियो चाहिँ हैन। सब्स्क्राइब एन्ड लाइक गर्नु चाहिँ नभुलिनु होला। जग्गा चाहिँ कस्तो छ भन्दाखेरि यस्तो टाइपको छ। हेर्नु हुँदैछ यो चाहिँ हाम्रो सन हो। अगर चाहिँ तपाईहरुलाई पनि आउनु इच्छा छ वा घुम्नु इच्छा हुन्छ तपाईहरु पनि आउनु सक्नुहुन्छ यो जग्गामा हैन। यहाँ चाहिँ खासमा भन्नु गयो भने पार्किङहरू पनि राम्रो टाइपको छ। अगर चाहिँ गाडीहरूलाई तपाईहरुलाई राख्नु इच्छा हुन्छ तपाईहरु आएर राख्नु पनि सक्नुहुन्छ। अगर चाहिँ यो जग्गामा म्युजियमहरू घुम्नु इच्छा हुन्छ 50 रुपैयाँ गरेर टिकट पर्छ यो जग्गामा। यो चाहिँ हाम्रो दादा हो, नमस्कार बासादा हो यो चाहिँ हैन। बासादा अगर चाहिँ तपाईहरुलाई जति यो जग्गामा आएर चाहिँ तपाईहरुले बासादाको नाम लियो भने पनि हुन्छ। यो जग्गामा कसरी बुकिङ गर्छ के गर्छ सबै भनिदिन्छ, त्यस्तो पनि प्रब्लम छैन हैन। र हाम्रो यहाँको दाजुहरू चाहिँ खासमा भन्नु भने झाडु गरिरहेको छ उता गार्डनहरू हैन। पुरै नै हिजो रातिको पानीले चाहिँ पुरा बिगाडिसकेको छ हैन। पत्ताहरू पुरा गाछहरू यो चाहिँ खासमा भन्नु भने लोकेसन चाहिँ पर्छ तपाईको फरेस्ट इलाकामा पर्छ। यता जति पनि छ यो जग्गामा हैन बहुत ठुलो एरिया छ यो चाहिँ हैन। अलिकति यसलाई चाहिँ मेन्टेनेन्स गर्नु चाहिँ अलिक समस्या नै पर्छ भन्नु गयो भने चाहिँ धेरै मान्छेको जरुरत छ हैन। अगर चाहिँ तपाईहरुलाई पनि आउनु इच्छा हुन्छ हैन जस्तो आउनु सक्नुहुन्छ यो जग्गामा चाहिँ भन्नु गयो भने चाहिँ हैन। जस्तो अब तपाईहरुलाई घुम्नु इच्छा हुन्छ 50 रुपैयाँ गरेर टिकट लाग्छ। जस्तो म्युजियम छ, चिल ग्राउन्ड छ नानीहरुलाई खेल्नुको लागि हैन। यो चाहिँ हाम्रो बुदादा हो, उ चाहिँ दिनभरि काम गरिरहेछ बिचारा। तपाईहरु उसको लागि भयो भने पनि सब्स्क्राइब एन्ड लाइक गरिदिनु होला हैन। झाडुहरू दिनभरि गर्छ बिचारा, एकछिन बस्दैन हैन। उ चाहिँ अब के गरोस् अब रोडहरुदेखि लिएर सब झाडु गर्छ। यहाँ कमिला पनि कस्तो गिरेको रहेछ यहाँ हेर्नु हुँदैछ। कमिला कस्तो गिरेको रहेछ। धेरै मजाकहरू पनि गर्छु हामी चाहिँ त्यस्तो पनि हैन। अब यहाँ काम गर्दाखेरि चाहिँ उ त्यो चाहिँ जुन चाहिँ मूर्ति देख्नु हुँदैछ नि त्यो चाहिँ सेल्फिस जाइन्ट हो भन्नु गयो भने चाहिँ हैन। यतापट्टि चाहिँ खासमा भन्नु भने माछाको पुकुरहरू पनि छ यहाँ चाहिँ हैन। जस्तो अब तपाईहरुले अब चिल ग्राउन्डहरू पनि छ यो जग्गामा हेर्नु हुँदैछ। हाम्रो टुरिज्मको इलाका चाहिँ यस्तो टाइपको छ। अगर चाहिँ तपाईहरुलाई घुम्नुको लागि अब तपाईहरुलाई आउनु इच्छा लाग्छ तपाईहरु बा रुम लिएर बस्नु इच्छा लाग्छ तर पनि तपाईहरु बस्नु सक्नुहुन्छ यो जग्गामा चाहिँ। यदि अगर चाहिँ तिलाबाडी वा चाल्सातिर आयो भने चाहिँ तपाईहरु चाहिँ यो जग्गामा चाहिँ भिजिट गर्नुहोस्। यो जग्गा चाहिँ धेरै राम्रो छ, स्टाफहरु पनि धेरै राम्रो छ, तपाईहरुलाई सर्भिसहरु पनि राम्ररी दिन्छ हैन। यो जग्गामा चाहिँ के छ भन्दाखेरि लेटेस्ट कुरा चाहिँ तपाईहरुले ब्याडमिन्टन खेल्नु सक्नुहुन्छ एउटा हैन। प्लस तपाईको चेस पनि खेल्नु सक्नुहुन्छ यो जग्गामा आएर। चिल ग्राउन्ड नानीहरुको लागि खेल्नेदेखिको लिएर जस्तो अब तपाईहरुले बास्केटबलहरुदेखिको लिएर सबै चिज चाहिँ अब यो जग्गामा चाहिँ खेल्नु पनि सक्छ बा तपाईहरु घुम्नु पनि सक्नुहुन्छ यो जग्गामा हेर्नु हुँदैछ। यो चाहिँ खासमा भन्नु गयो भने फरेस्टको भित्र पर्छ हैन। आइल्यान्ड जस्तो जग्गामा छ यो चाहिँ हैन। तपाईको गाउँ चारैपट्टि छ, खेती बस्तीहरू चारैपट्टि छ हैन। बीचमा चाहिँ यो जग्गा छ भन्नु गयो भने चाहिँ यो जग्गाको चाहिँ लोकेसन चाहिँ कस्तो छ भन्दाखेरि यदि तपाईहरु लाटागुडीतिरबाट आयो भने चाहिँ तपाईलाई हैन लाटागुडीको जुन चाहिँ 12 किलोमिटरको जंगल पार हुने बित्तिकै हाफ किलोमिटर अगाडि आएर चाहिँ तपाईको तिलाबाडी पाउनुहुन्छ हैन। अगर चाहिँ त्यो चाल्सातिरबाट आयो भने चाहिँ तपाईहरु हैन चाल्सातिरबाट आयो भने चाहिँ हैन तपाईहरुलाई फरम बजारबाट चाहिँ 2 किलोमिटर अगाडि पर्छ हैन। यो जग्गाको नाम चाहिँ चिया दोकान भनेर भन्यो भने भइहाल्छ। अगर चाहिँ तपाईहरुलाई आउनु इच्छा हुन्छ यस्तो टाइपको छ हैन हाम्रो यो टुरिज्म प्रपर्टी चाहिँ हेर्नुछ। तपाईको यहाँ चाहिँ भन्नु गयो भने हैन बाडोरा कटेज छ हैन। अगर चाहिँ तपाईहरुलाई आउनु इच्छा छ बाडोरा कटेज छ, दुईटा वुडन कटेज छ। वुडन कटेज भनेको चाहिँ काठको कटेज हैन। 4टा चाहिँ फ्लोर छ हैन, 4टा यता 4टा उता 4टा फ्लोर छ। अगर चाहिँ इच्छा हुन्छ तपाईहरुलाई घुम्नुको लागि बा बस्नुको लागि
तपाईहरु पनि आउनु सक्नुहुन्छ यो जग्गामा चाहिँ हैन। मेरो भिडियो हेरेर चाहिँ सब्स्क्राइब एन्ड लाइक अर शेयर पनि गरिदिनु होला मेरो दाजुभाइ दिदीबहिनीहरु हैन, नरिसाइकिन हेर्नु हुँदैछ। यो चाहिँ खासमा भन्नुको नि यो जग्गामा आयो भने चाहिँ तपाईहरुलाई नेचुरली फरेस्ट जग्गामा आएको जस्तो लाग्छ हैन। बाहिरबाट चाहिँ कस्तो लाग्छ के लाग्छ थाहा छैन हैन, तर अब भित्र पस्दाखेरि चाहिँ तपाईहरुलाई चाहिँ नेचुरल फरेस्ट इलाकामा म आएर बस्दैछु जस्तो लाग्छ हैन। मेरो भिडियो हेरेर चाहिँ सब्स्क्राइब एन्ड लाइक अर शेयर पनि गरिदिनु होला।